वेलकम गाइज, हजुरलाई स्वागत छ। आज मेरो सेकेन्ड भ्लगमा आज हामी कीर्तनमा जाने हो। अब मैले पनि अघि दिउँसो भर्खर थाहा पाएको गाइज। अब के गर्ने, कीर्तनमा अब जानै पर्यो। अब हजुरहरू पनि आउनु होला। कहाँ हो भन्दा यहाँ डल्लमको पारी म्युछाप माथि डाँडामा ठुङ्का डाँडामा। ल है साथीहरू, ल गाइज के गर्ने, आज फर्स्ट टाइम भलिबल खेलेको उफ्रेर यसो भयो गाइज। अब के गर्ने हो गाइज, केही भन्दिनँ। अब यो यसको लागि उपचारको लागि गाइज। अब म हिँड्न गइसकेको छु। अब हाम्रो कीर्तनमा हजुरले हल्का हल्का सुनिरहनु भएको होला गीत गाएको। ल गाइज, हजुरले सुन्नु भएको होला, यहाँ हेर्न सक्नुहुन्छ हो क्या। म पुटली 1, उहाँ हुनुहुन्छ पुटली 2, उहाँ हुनुहुन्छ पुटली 3, उहाँ हुनुहुन्छ पुटली 5, उहाँ हुनुहुन्छ फेरि पुटली 4। हेर्न सक्नुहुन्छ। हजुरले हल्का हल्का सुन्नु भएको होला गाइज। हेर्न सक्नुहुन्छ गाइज, यताको कस्तो छ उहाँ भएको गाइज। उहाँ हल्का हल्का रोशनी देख्नु भएको होला, हो त्यही हो गाइज। ल गाइज हेर्न सक्नुहुन्छ, मेरो पछाडि पुटली ग्याङहरू छन् धेरै जखम। हामी यहाँ 10-20 जना हामी पुटली ग्याङहरू हेर्न सक्नुहुन्छ। मेरो पछाडि यहाँ अर्को पुटली बसिसक्नु भएको हाम्रो दोस्रो। हजुर कति गरे? चौथो पुटली ग्याङ। ल हामी पुटली ग्याङहरू अब यहाँ हामी कीर्तनतिर आइसक्यौँ हम गाइज। हाम्रो यहाँ हुनुहुन्छ दोस्रो पुटली। ल हजुरहरूले हल्का हल्का सुन्नु भएको होला गाइज। अब हामी नजिक नजिक आइसक्यौँ हम। अब हामी कीर्तनदेखि फर्किसक्यौँ हम गाइज। हेर्न सक्नुहुन्छ हाम्रो अगाडि यहाँ पुटली ग्याङहरू छन्। यता पछाडि पनि हुनुहुन्छ गाइज। जम्मै जुनकिरी बन्दै हिँडिसक्नु भएको पछाडितिर। वेलकम गाइज, हामी घरतिर आइसकेका छौँ। ल है साथीहरू, ल है आज हामी रमाइलो गर्दै आयौँ है साथीहरू। ल हाम्रो अस्ति लौका बोक्ने आन्टी हेर्न सक्नुहुन्छ है। फेरि चाहिए पर भन्नु।